अधिवेशन के भन्छ गगन विश्वले भन्छ यता आउनु यता अरे कृष्ण अहिले समाधान लाग्यो अनि यो भाइ चाहिँ कहाँ बोलाउनु पर्छ नि तपाईँ आफै विचारमा विस्थापित भयो भएन हेर्नु न भोलि चाहिँ हेर्नु पुरो त पावरमा रहेछ केही असर गर्दैन बरु चाहिँ एक सिटमा नि त्यो दिँदैन अनि यता 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 होइन हौ सत्तामा बस्दै Mama ini aja colok nih. यहाँहरूलाई हार्दिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छौँ। विभिन्न झाँकी र बाजागाजा सहित विभिन्न जिल्लाबाट आफ्नो पहिचान र संस्कृति झल्कने झाँकी र आफ्नो पहिचान सहित भव्य र्याली कार्यक्रम स्थलमा प्रवेश गर्दैछ। सबैलाई गडगडाट तालीले हार्दिकतापूर्वक स्वागत गर्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। खास गरी तामाङ जातिको संस्कृति झल्काउने धामी झाँक्री नाच हामीले मञ्चमा प्रस्तुत गर्दैछौँ। त्यसै गरी दोलखा जिल्लाबाट आएको धामी जातिको झाँकी मञ्चमा प्रदर्शन भइरहेको छ, त्यसलाई अवलोकन गरेर ग्रहण गर्नु हुन म यहाँहरू सबैमा हार्दिक आग्रह गर्न चाहन्छु। बाँके जिल्लाका सभापति आदरणीय नारायण गौडेलज्यूको नेतृत्वमा विशाल र्याली प्रवेश गरिरहेको छ। त्यसै गरी रमेश धमला धादिङका पूर्व सभापति रमेश धमलाज्यूको नेतृत्वको धादिङको जुलुस मञ्चमा अगाडि प्रवेश गरिसकेको छ। त्यसै गरी चितवन जिल्लाका पूर्व पार्टी सभापति जितनारायण श्रेष्ठज्यूको नेतृत्वको विशाल र्याली कार्यक्रम स्थलमा प्रवेश गरिसकेको छ। नवलपुर पार्टी सभापति माननीय महेन्द्र